जन्मने क्रम अनौठो र नौलो र विविध किसिमले जन्मिने गर्छन्। यसरी जन्मिने क्रममा कोही कसको सम्बन्धबाट कोही कसको सम्बन्धबाट सन्तानहरू जन्मिने गर्छन्। यसलाई नै आधार मानेर मैले जानेको र सुनेको कुरालाई मैले यहाँ कवितात्मक रूपमा थोरै सानो पस्कने जमर्को गरेको छु। शीर्षक त बुझिहाल्नुभयो, जन्मने क्रम। बुहारी ससुराबाट सम्बन्ध गरी जन्मने, बुहारी ससुराबाट सम्बन्ध गरी जन्मने, देवर भाउजूबाट तो जन्मियो भने के भने। बुहारी ससुराबाट सम्बन्ध गरी जन्मने, देवर भाउजूबाट तो जन्मियो भने के भने। विवाह नगरी कन्या लेसु त जन्माइन् भने, विवाह नगरी कन्या लेसु त जन्माइन् भने। दाइजो स्वरूप ल्याएकी छन् भने नाम के दिने। विवाह नगरी कन्या लेसु त जन्माइन् भने, दाइजो स्वरूप ल्याएकी छन् भने नाम के दिने। दासी होस् या नोकर, दासी होस् या नोकर सित सम्बन्धबाट जन्मियो, दासी होस् या नोकरसित सम्बन्धबाट जन्मिने सन्तान त्यसलाई नाम कुन हो नि पुकारने। सन्तान त्यसलाई नाम कुन हो नि पुकारने। अन्त्यमा बाजिया भौजिया कानुन, बाजिया भौजिया कानुन क्रमशः पौन भर गयो, बाजिया भौजिया कानुन क्रमशः पौन भर गपो। दासी नोकरबाट तो जन्मियो ग्रहजात भो, दासी नोकरबाट तो जन्मियो ग्रहजात भो। बाजिया भौजिया कानुन क्रमशः पौन भर गयो, दासी नोकरबाट तो जन्मियो ग्रहजात भो। धन्यवाद।